हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ ट्रेकिङ जाने भन्नुहुँदैछ। कहाँ जाने हो, जाम भन्नुभयो। म बिहान रेडी भएर अब म निस्किन लागेको। अब भक्तपुरबाट अब कता गइन्छ बाटामा देखाउने छु कहाँको जाने हो आज। अहिले चाहिँ अब गाडी चढाउँदा कोठाबाट बाहिर निस्किसकेको छु। अब यहाँ चढेर बल्खु जाने भन्नुहुँदैछ। कौशलतामा भेट हुँदै अहिले चाहिँ म बालकोट आइपुगेको छु। फर्स्ट बार त्यहाँबाट गाडी चढेर कौशल टारमा भेट हुँदै अब बल्खु हुँदै अनि हामी चाहिँ भन्ज्याङ दक्षिणकाली फर्पिङनेरि पुग्नेछौँ। अहिले चाहिँ हामी भन्ज्याङमा झरेका छौँ गाडीबाट। त्यहाँबाट अगाडि दक्षिणकाली फर्पिङ गाडी जाने रहेछ। अब चाहिँ हामीले यहाँ केही खाजा खाएर केही सामानहरू किनेर थोरै अगाडिबाट आफ्नो यात्रालाई अगाडि बढाउनेछौँ। हामी चाहिँ 4 जना भएर आज काठमाडौँको बसाइबाट केही प्राकृतिक दृश्य अवलोकन गर्नको लागि नयाँ गन्तव्यतर्फ जान लागेका हामी चाहिँ अहिले नास्पाती देखेर नयाँ नौलो चिज चाख्नको लागि किन्दैछौँ हामी। अब यहाँबाट हामी यो किनेपछि चाहिँ आफ्नो गन्तव्यतिर लाग्नेछौँ। हामी चाहिँ अहिले जो तल्लो बाटो चाहिँ देखिएको दक्षिणकाली र माथिल्लो ट्रेकिङ जानेको चम्पादेवी जाने बाटो हो। उनीहरूले देख्न सक्नुहुनेछ हेटौँडा जाने बाटो दक्षिणकाली हुँदै। कोही मान्छेहरू चाहिँ आफ्नो गाडीहरू यहाँ राखेर पनि अब ट्रेकिङ जानुहुने रहेछ भन्ने हामीले थाहा पायौँ। अब हामीले चाहिँ यहाँबाट आफ्नो ट्रेकिङलाई अगाडि बढाइरहेका छौँ। ए कसको भ्लग देखेर नि तपाईँ जानुभएको? बेस्ट डेस्टिनेसन इन काठमाडौँ भनेर हानेको अस्ति। मनोजको ब्लगमा म छु गाइज। ल एउटा मेरो फोटो खिच्यौ। आजका डाँडाहरू पनि उजाडिएछन् साथी नभएर बिर्सिहाले। तिबन रिसोर्ट भन्ने एरिया पुगेका छौँ। यहाँ चाहिँ बाहिर पनि कतिपय मानिसहरू गाडीको सुविधा यहाँसम्म भएको कारणले गर्दाखेरि टेन्ट लिएर आफ्नो रमाइलो गर्न भेला भएर आउनु रहेछ। यहाँसम्म आइपुग्दा हामीले
धेरै साथीहरू भेटिसकेका छौँ ट्रेकिङ हिँड्नु हुने। आज बिदाको दिन भएर होला हात्तीवन रिसोर्टबाट उँभो गएपछि चाहिँ बाटोलाई व्यवस्थित बनाउने योजना अनुरूप सिँढीहरू निर्माण गरिएको रहेछ। कङ्क्रिट मिक्स ढुङ्गाको सिँढी। हामी चाहिँ अहिले माथि डाँडामा पुगेका छौँ। डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य। मौसम पनि खुला रहेको छ। आज यात्रा गर्ने दिन जस्तै हजुरहरू देख्न सक्नुहुनेछ। मौसम ठाउँ ठाउँमा चाहिँ मानिसहरू सानो सानो व्यापार थापेर भएको रहेछ यात्रा गर्नेलाई केही सहजता प्रदान गर्नको लागि। बाटो हजुरहरू देख्न सक्नुहुनेछ, काहीँ बन्दैछ, काहीँ बन्न लागेका छ, काहीँ बनेको छैन। हामी यस्तैबाट पनि हाम्रो यात्रालाई अगाडि बढाइरहेका छौँ। यात्रा जारी राख्ने क्रममा हामीले चाहिँ अगाडि एउटा छाप्रो देखेका छौँ। यहाँ चाहिँ एउटा आमाले आवश्यक खाद्यान्न चाउचाउ बिस्कुट पानीहरू मोहीहरू पनि राख्नुहुने रहेछ। कहिलेलाई आवश्यक पर्ने मन पर्नेलाई निगार पनि रहेछ। यहाँ रहिसक्ने सुविधा यहाँ बसी पानी खाइ केही एकछिन बसी चाहिँ केही किनी आमाकोबाट हामी यहाँबाट चाहिँ आफ्नो यात्रालाई अगाडि बढाउनेछौँ। हामी चाहिँ अहिले माथि देवीको मन्दिर चम्पादेवी डाँडामाथि आफ्नो यात्राको अन्तिम बिन्दुसम्म आइपुगेका छौँ। यहाँ हजुरहरू देख्न सक्नुहुनेछ भिडभाड आज अचाक्लै नै छ। बिदाको दिनबाट सबैले यसको सदुपयोग गर्नुभएको होला। चम्पादेवी माताले सबैलाई रक्षा गरून्। मान्छेहरू दर्शन गर्ने भेटिएछ आउने आफ्नो भाकल माग्ने गर्नुहुँदो रहेछ। र यहाँ मकै पोलिराख्नु भएको छ हजुरहरू देख्न सक्नुहुनेछ। सानातिना पसलहरू पनि रहेछन् माथि। अब हामी यहाँ केही बेर बसी आफ्नो यात्रालाई अगाडि बढाउनेछौँ। हाम्रो गन्तव्यमा चाहिँ हामी अहिले पुगेका छौँ। अब केही छिन यहाँ बसी खाजा खाई अनि हामी चाहिँ फर्किने सुरसार गर्नेछौँ। अब चाहिँ हामी फर्किने गइरहेका छौँ। कतिपय मान्छेहरू पनि उताबाट आइराख्नु भएको छ। हामीले चाहिँ आज हाम्रो लक्ष्य पुरा गरी काठमाडौँतिर फर्किन लागिरहेका छौँ। तल भन्ज्याङमा
बिहानै आएको ठाउँमा झरी त्यहाँबाट चाहिँ गाडी समाती हामी आफ्नो घरतर्फ जानेछौँ। हेर्छौँ देख्न सक्नुहुन्छ प्राकृतिक मनोरम दृश्य काठमाडौँको घना बाक्लो बस्तीबाट नजिकै प्रकृतिको अनुपम दृश्य देखिने ठाउँ। हजुरहरू पनि समय मिलाएर यात्रा गर्न सक्नुहुनेछ। अहिले हामी फर्किन लाग्दाखेरि चाहिँ मौसम केही बिग्रिन लागेको छ, पानी पर्ला जस्तो पनि भएको छ। अहिले चाहिँ हामी अब भन्ज्याङमा झरिसकेका छौँ। अब यहाँबाट चाहिँ गाडी समाती आफ्नो घरतर्फ लाग्नेछौँ। हजुरहरूलाई यो भ्लग कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोला। थ्याङ्क यू।